गाइजहरु जस्ट लुक क्यामेल हैन तीन गाइजहरु हाम्रो के भयो त त्यो भाइहरुको टायरै पड्कियो बाटोमा आउँदा फेरि अनि वर्कसप आएको वर्कसप पनि बन्द रहेछ हैन वर्कसप पनि बन्द रहेछ अब हामी नयाँ पुलमा गएर अब वर्कसप खोज्नेवाला छौँ हैन नयाँ पुलमा पनि बन्द रहेछ फेरि कृष्ण पुलमा त्योहरू खै कहाँ गयो वहाँ माथि यो पड्केको त त्यो आउँदै रहेन त्यो टायर पड्केको के त्यो बाइकको लेट्स सी यहाँ आफै देखाउँछु एकछिन टायर पड्केको सिग्नलको बिस्तारै हिँडे घुम्तीमा टायरै पड्किरहेको नयाँ पुल गएर भेट्नुपर्छ है अहिले चाहिँ हामी चाहिँ ग्यारेजको खोजीमा छौँ सर्चिङ अफ ग्यारेज है अनि अब हामीले ग्यारेज भेटिन्छ कि के गरिन्छ त्यो बुझ्नको लागि चाहिँ भिडियो हेर्नुपर्छ अनि हामीले चाहिँ भिडियो चाहिँ किन बिहानबाट बनाएन भनेर सोच्ला किन स्टार्टिङबाट बनाएर भनेर सोच्ला हाम्रो चाहिँ बिहान चाहिँ त्यस्तै भयो कि बत्ती गएको थियो लाइन थिएन मोबाइल अफ भएको थियो अनि वहाँ तल ग्यारेजमा बाइकहरू सर्भिसिङ गर्नुपर्ने थियो अनि त्यही भएर नगरेको यता यस्तो दामी गाडी पनि आइरहेको तलपट्टि के छ हेलो अनि अब चाहिँ हामी सुरुमा त ग्यारेजको इन सर्चिङ अफ ग्यारेज अनि त्योभन्दा पनि मेन कुरा चाहिँ हामी चाहिँ ग्यारेजको भन्दा पनि दिमागलाई शान्ति के पिस वी आर सर्चिङ फर द पिस है जहाँ पिस हुन्छ त्यहाँ चाहिँ हामीलाई जान मन लाग्छ पिसमा यो दुनियाँको कच टेन्सन मुक्त के जे है त गाइजहरु ल अनि अहिले चाहिँ हामी यहाँ जाँदैछौँ बाटोमा गाइजहरु अनि यहाँ यस्तो सुन्दर दृश्य हेर्न नि मिल्छ अनि त्यो भाइहरूको चाहिँ टायर पड्केर त्योहरू चाहिँ बिस्तारै आउँदैछ कि अनि यहाँ चाहिँ यो भ्लग गराउने मान्छेमा यहाँ चाहिँ है अनि यता यस्तो भइरहेको अनि अरू त के हुने हो त्यस्तै भयो हामी ग्यारेजको खोजीमा छौँ एक गाइजहरु हामी चाहिँ अहिले यहाँ टायर फेर्न आइसक्यो अहिले हामी यहाँ टायर फेर्न आएको होइन टायर फेर्न आएको टायर पड्कियो अब नयाँ टायर हालिन्छ हामीले चाहिँ यहाँ नयाँ टायर तेह्र टाउको त्यस्तो सानो हाल्ने हो त नि हामीले ट्याक्क हामीले यहाँ टायर हालेर यहाँबाट निस्किनु पर्ने हुन्छ तर चुरोट भन्ने चिज हामीले खाइन्न कहाँ खानी कसले हो त्यो त्यस्तो खानी हामीले खाइन्छ त नि यसलाई चुरोटे त्यसैले मागेको होइन खानुहोस् गाँजा मात्रै खान्छ अब चाहिँ हामीले यहाँ टायर फेर्न लाग्यो हाम्रो टायरको ओनर टायर पड्काइदिने अनि हामी यता यस्तो भइरहेको यहाँ कार्यक्रम यस्तो नयाँ हेलमेट पनि छ है यहाँ नयाँ हेलमेट बाइक चाहिँ पुरानै हो को यस्तो कपाल उडाखा गाइजहरु मेरो हेर्नु सक्नुहुन्छ यस्तो कपाल उडाइराखा म यस्तो हावा खाँदै टायर फेर्न लाग्यो ट्याक्क हामी यहाँ दोकानमा हुन्छ पैसा चाहिँ हामी चाहिँ कहाँ आयो दाइ रेड बुल खान आएको अरू सबलाई छोडेर आएको त्यो हामी मात्रै खाइन्छ यहाँ बस्नु ट्याक्क भएर कस्तो रातो भयो हामी तिमी हेर्नु त दाइ हामी कस्तो लाग्यो भन्दा ब्याङ्कमा पैसा 60-70 हजार हुन्छ नि चाहिँ खल्मा कति 5,000 नभएर यस्तो पारा भयो त्यो के अरे टायर चेन्ज गर्ने ठाउँमा
फोन पे हुँदो रहेछ। अनि एउटा दोकानमा बसेको त्यहाँ किराना पसल त्यहाँको अन्डे तिम्रो रहेनछ। हामी खोजेको भइयो गाइजहरू। गाह्रो छ, पैसा भएर नि गाह्रो छ, नभएर नि गाह्रो छ। पैसा छ तर ब्याङ्कमा क्यास छैन। अब मोबाइल पसलमा पाउँछ कि भनेर आएको कि यताउतिर होइन। सहकारी माता ब्याङ्क भन्ने रहेछ यहाँबाट। सहकारी बन्द रहेछ यो। पाइयो भने अब ट्याक्क नत्र बिलकुल छोडिदिने, हेलमेट मोबाइल छोडिदिने, हेलमेट 3टा एउटा छोडिदिने कहिले। हामीले धेरै दुःख गरेर उहाँ तल पुगेर मोबाइल दुःख बल्ल बल्ल गरेर एउटा आन्टीलाई दुःख पोखेपछि त्यो आन्टीले चाहिँ पैसा दियो। हल्का फुल्का चार्ज काट्यो, 300 रुपियाँ बढी लियो है। 5000 चाहिएको थियो हामीलाई, 5300 दिएर बल्ल बल्ल दियो। अब हामी त्यहाँ गएर पैसा दिन्छ, बाइक झिक्छ अनि हाम्रो आफ्नो गन्तव्यतिर जानुपर्ने हुन्छ हामी। ल गाइजहरू हामी टायर हालेर निस्किसक्यौँ। मेरो एउटा हातमा हेलमेट छ अनि दाइले चलाइराख्नु भएको छ। केटाहरू टायर हालेर अब नयाँ टायर के अरे नयाँ टायर सेक्सी बनाएर अफरोडमा उडाउँदै जाने डुडु हान्ने होइन, सर्टै सर्ट। ल नयाँ टायर हालेको उडाउन मन लाग्यो त्यसलाई। कति रमाइलो। हिँड्दै आएको बाटो फेरि यो। जस्ट लुक एट द भ्यू एउटा हो। जस्ट लुक है। जस्ट मलाई चाहिँ हेबन आएको जस्तो फिल भइरह। ट्याक्क हामी चाहिँ पिसको खोजीमा हिँडिरहेको। ट्याक्क पिस यस्तो ठाउँमा गएर कहाँ गएर भेटिन्छ हजुर है। यार पिस लभर से नो टु भाइलेन्स। गाइजहरू हामी हेर्न सक्नुहुन्छ कस्तो धुधु हान्दै गइरहेको छ। ओ मलाई फेरि यस्तो डर लाग्छ कि हल्का। बिस्तारै हिँड्नुपर्छ भनेर भन्दिनँ म नि यस्तै चलाउँदिनँ। तर यसरी चलाउनु हुँदैन। रमाइलो छ रमाइलो। हेर्न सक्नुहुन्छ एउटा हो। हेर म सबै देखाउँथेँ तर देखाउन मिल्दैन। त्यही हो। हामी चाहिँ केटा हो घान्द्रुक छिर्ने गेटमा आइसक्यो है। ट्याक्क हामी इन्टरिङ दि घान्द्रुक। Still 12 kilometers. Still 12 kilometers होइन। And you guys can see amazing mountains. Amazing है। बाटो पनि हेर्न सक्नुहुन्छ यहाँ। बाटो त फेरि यतातिर हेलमेट खस्छ के बाटो भर्खरी 10,000 लिएर बाइक सब बनाएर आएको उडाइदिने हो। बाइक त डट आरटिआर त 20 रहेन त। आरटिआर इज फकिङ बिस्ट। आरटिआर 20 टो केटा हो। जहाँ भने त्यहीँ पुग्छ आरटिआर त। अफरोड भने अफरोड, अनरोड भने अनरोड हो। कस्तो मिठो भ्यू देखेको यहाँ त यार। हेर्न बवाल देखियो के। मजा आइरह। खोला कस्तो बवाल देखियो। तल भोलि देखाउँछु है त्यो खोला चाहिँ। भोलि देखाउँछु। ओहो हेर्न लुक यु क्यान सी दी है भ्यू है। आइस ल है ल लभली केही होला जस्तो छ। पिस हेभन खोज्न आएको आफै। I need this type of fucking peace. केटा हामी आइसक्यो यहाँ आइसक्यो होइन। यी ट्याक्क हामी चाहिँ तिनीहरूलाई कुर्दियो त्योहरू कहाँ छ थाहा छैन। हामी चाहिँ यहाँ आइसक्यो। हामी चाहिँ यहाँ एकछिन सुके हो यो पानी हाल्दै हो यहाँ चाहिँ। उकेटा अनि भएबाट आइसक्यो। त्यही हो। कताबाट जाने रे? के भयो यहाँ? किन यताबाट नजाने हामी? यताबाट किन नजाने? ए त्यही भएर यताबाट जाने? यताबाट त सबै अफरोड हो। ल राम्रोसँग बस है। ल ल ल के अरे
गाइजहरू हामीलाई समस्या आइपुग्यो यार उताको बाटो बन्द रहेछ यताको बाटो चाहिँ थाहा छैन अब कताबाट जाने हो अनि यता चाहिँ अफरोड नि डेडली रहेछ होइन यो बाटो चाहिँ थाहा छैन है यहाँ 2-3टा बाटो थियो हामीले यो बाटो हिँड्यौँ अब यो बाटो जान्छ कि जान्न थाहा छैन काम पुगिन्छ होइन मान्छेलाई सोध्नुपर्छ यहाँ यो अङ्कलहरू रहेछ तपाईँ सोध्न मैले होइन दाइ हाम्रो यो बाटो जान्छ सिधै जाने यो बाटो बाइक जान्न हजुर बाइक जान्न विकास डाँडा भन्ने ठाउँसम्म गयो बाइक त्यही राख अनि आधी घन्टा किन बाइक लान मिल्दैन तल्लो बाटो हो तल्लो बाटो अब के अरे बाटो बिग्रिन्छ यो मेन छ नि त्यताको बाटो बाइक जान्न किन जानै दिन्न कतै बाटो पनि जान मिलेन जाने यही बाटो जाने माथि गएर बाइक राख्ने गाह्रो पऱ्यो नि त हामीलाई गाह्रो पर्यो गाइडहरू गाह्रो पर्यो आधी घन्टा कम हो ट्रेकिङमा हाइकिङ हामी हाइकिङ हिँडे जस्तो फिल भयो त बाटो म त कसम जहाँ गयो नि पिस घान्द्रुक नपुग्यो नि गाई फस्यो औडा घान्द्रुक नपुग्यो नि पिस पाइरहेको मलाई त बालै छैन जहाँ पुग्यो नि ढुक्क हो हेभनको खोजीमा हिँडेको हेभन पाइसकियो यति भएपछि आधी घन्टा हिँड्नु पर्छ भन्छ आधी घन्टा हिँड्यो नि त बाटो पनि बाटो ठुलो रहेछ होइन तर केही छैन 20 छ होइन यता देखा न यताको साइड लुगे अबले देख्यो होइन अब मसँग के भन्दा लाग्छ यार सही हो लभली लभली देखियो है तर हाम्रो यहाँ के भयो भन्दा ठन्डा चाहिँ कडा हो यहाँ चाहिँ अब गाह्रो पऱ्यो उताको बाटो बनाउँदै रहेछ अनि यताबाट चाहिँ पुरा अफ रोड है अनि हिँड्दै जान चाहिँ बाइक बिच बाटोमा राखेर त्यहाँबाट 45 मिनट 1 घन्टा चाहिँ हिँड्दै जानुपर्ने रहेछ अनि यता हेर कस्तो दामी नेचर छ केटा अब हामीले यहाँबाट यस्तो बाटोबाट हाल्न लाग्यो यो पुलको बाटो हाल्न लाग्यो होइन के माथि दाइ इन्जिन गाड हेर त यो के भएको औडा भयो कि हामी निकाल्छ है रोक्नु है यस्तो है अझै ल कटाइदिनु त ल यस्तो बाटो 20 बज्यो नि आरटीआर 20 ओ माई गॉड ल अड्कियो फेरि दाइ भएन के त्यो कुसमा त्यो तलपट्टि नै कुसमा त्यो खाल्टै गरेर त्यो छोइयो त्यो ओ यहाँ आइज त यहाँ आइज न ढुङ्गा हालेर यसरी चढ्दैन कि यस्तो फालिदिन्छ गाह्रो छ गाह्रो यसो हल्का हिरोको इन्ट्री हालिदिउँ हिरोको इन्ट्री हालिदिउँ भनेर यहाँबाट छिराउनु खोजेको गाह्रो छ नत्र त बाटो चाहिँ यहाँ पनि छ तिनीहरूले लिएर गइसक्यो उहाँ छ हिरोको इन्ट्री हानिदिउँ भने त यता नि त बाटो हिरोको इन्ट्री हानिदिनु लाउने होला बाइकको यो इन्जिन गार्ड हातिनु लाग्यो घटेन त्यो छोइयो कि तलको दाइ पुरै इन्जिनै ऊ हेर्नु नि तल यो छोइयो पछिबाट उताल त कट्यो सही हो ल अब हामी भन्नु नि जे गर्छु भनेर सोध्छु त्यो गर्नै पर्यो जेसुकै होस् ल यहीँ राख्नु एकछिन यहीँ राख्नु न यहीँ राख्नु त्यहीँ राख्नु ल है त केटा ल है त गाइज अहिले चाहिँ हामीले टक्क बाइकहरू यस्तो लाभा भाडामा राख्दैछौँ अनि यता हाम्रो भाइहरू छ अनि यता योहरू छ अनि
अनि अब चाहिँ अब हामी यहाँबाट जानुपर्ने हुन्छ हामी कति हिँड्ने र 1 घण्टा हामी 1 घण्टा हाइकिङ अब हाम्रो हाइकिङ के आज हामी के हुन्छ अरे हाइकिङ पिकनिक सबै हो के सबै हैन आज सब ढुक्क हाइकिङ साइकिङ हाइकिङ त्यो हिँडी या उ त्यो धोला त्यो हिँडिसक्यो अब बाटोमा के हुन्छ त्यो पनि हामीले देखाउँछ त त्यसलाई बाघ भालु हेर्ने बाघ भालु भयो त फाइटिङ हान्दिनु गर्ने फेरि ज्यान पनि फेरि फाइटिङ हान्ने जत्रै हो के वनकुखुरोले मुजी खाइदिने जत्रो हो ज्यान अझ फाइटिङ बाघको बच्चाले मार्दिन्छ बाघको बच्चा छोड्दिए के भाइ बिहान 1 बजे जाने दिवस वनकुखुराले मार्दिन्छ वनकुखुराले यसलाई क्वाक क्वाक गरेर खान्छ के बक्सर बाबु बक्सर यता हेर त नबोलेको त 1 पञ्च खाएर यो त 1 पञ्च खाएर बिहान उठै सुनाइदिएको मैले ओइ बुताडो छ वाह कति हँसा गरे अब चाहिँ हामी यहाँबाट चाहिँ के भन्छ यो हिँड्दै हाइकिङ 1 घण्टा हिँड्नुपर्छ भनेको ओइ मा चिक्सहरू हल्का चिक्सहरू जिस्काइदिउँ भनेर जिस्काइदिएको लौडा चिक्सहरू हामीलाई के भाल हामी हेभन होइन पिस खोज्न हिँडेको हामीले जिस्का बाबु त्यही त्योहरूले नै हामीलाई उ गर्यो अब हामीले म मेरो हुनेवाली बुढीको लागि लोयल छु त्यस्तो उरो नगर बुझ्यौ बुढीको लागि लोयल हो म यसको बुढीहरु के छैन र म हैन जे भन्ने हुनेवालाको हुनेवाला भर्टिलिटी के चोइन गर्छ एउटा गिरेन लिएर आउँछ फक्की निकाल्दै तेल हाल्दै वे टु गान्द्रुक अब चाहिँ यहाँबाट रियल हाइकिङ स्टार्ट फ्रम हियर हाइकिङ जानुपर्छ यस्तो दामी कहिले सोचेको थिएँ यस्तरी आउन पाइन्छ भनेर यस्तो हाइकिङ चाहिँ सोचेको थिएँ बाइकमा त जो नि आउँछ नि त हामी हिँड्दै आइन्छ हामी भनेको हामी हो यहाँ चाहिँ यस्तो जङ्गलको बिचमा कति राम्रो मन्दिर यस्तो दामी मन्दिर यार यो ढोक मन्दिर उयो गाडी गरे मान्छे हो त्यस्तो बोल्दा मन्दिर आएर के त्यो मान्छे मैले लेखेन लेखेन कस्तो म भाइ त्यही बोलेको कि औला हो ए यता हेर त दुम्बा ओइ गजडी यता हेर त मन्दिरमा कहिले गाड्छ चियानमा मुला गाड्ने नलेज बिना बोल्नु मन्दिर किन हुन्न नि बाबु भाइ मन्दिरमा भगवानको बास हुन्छ राक्षसको हुन्न नि भाइ सुरी सिकाइदिए त यार अघिलाई म थाहा क्लास लिन पर्छ जस्तो हो के कोचिङ क्लास दिवस चाहिँ अलि हिँड्न नसक्ने जस्तो हो कि बोसे ज्यानै बोसे अनि कहाँ हिँड्न सक्छ त नि बोसे भन्दैन कि यसलाई चाहिँ ज्यान भन्छ कि बगाल बोसे होला बोसे यसको त भित्र यो हिँडेको कि तर यो दामी रहेछ कि यो केही छैन त दाइ हड्डी मात्रै छ त नि हिँड्यो नि हिँड्न सकिन्छ स्टामिना चाहिन्छ ओए स्टामिना दाइ त्यसलाई देखाउँ त स्टामिना कति रहेछ भरि हेरौँ ल मा ल ओइ हामी त्यहाँ हिँडेको देखेर त्यो दाइहरूले के भन्यो अरे फोक्सो फुल्छ भाइ यस्तरी नहिँड फोक्सो फुल्छ अरे अब हाम्रो अनि ओइ सुन्न ओइ सुरी यहाँ ल हाम्रो फोक्सो चाहिँ के गरी फुल्छ हामीले न चुरोट खान्छ न रक्सी खान्छ न के खान्छ है यस्तो कि दाइहरूले हाम्रो एनर्जेटिक शरीर चिनेनन् कि हाम्रो सोचेर भने कुरोले न केही खाने भए पो रक्सी चुरोट गाँजा साँजा खाने भए पो फोक्सो फुल्छ यति त हामीले रनिङ हान्न सकिन्न यति यो त नर्मल वाकिङ हाम्रो उहाँमा बुढो आफै झ्याप थियो कि यो त उहाँमा पाउँछ हामीलाई के भन्ने यस्तो छ यता यत्रो बाटो पढ्न गइन्थ्यो पहिला सानो कस्तो जङ्गलमा त हामी उहाँ हाइकिङ हानिदिन्थ्यौँ यो त नर्मल हो नि बाटो आफैले बनाइदिन्थ्यौँ कि हामीले तर दामी हो तेरो स्ट्यामिना कति छ चेक गरौँ है ल यहाँबाट ऊ त्यो रुखसम्म दौडी त ल सक्छ नि ल दौडिँदै दौडी है नन अझै यो लिख्दै यो जुमरम अझै माथि ल ल ल ल अझै 10 सेकेन्ड है अब 5 सेकेन्ड अझै 10 सेकेन्ड अब यो त्यो भागेर दौड्यो यत्रो हिँड्न पुगेन होइन दामी ल तेरो ह सक्छस्
मेरो त मेरो पनि छ म भागिदिनु म भागिदिन्छु म त भागिदिनु सक्छ तर यसको स्ट्यामिना बवाल रहेछ है बवाल हो के त्यो त अनि कहाँ लेखनाथको 8 बजे निकाल्छ अब यसले त यो त गयो भनेर यसले त 15 मिनेट त नअन्देला है रनिङ के आज रातभरि सुत्नु भएन त्यो त्यस्तो अन्यथा केही सोच्ने होइन है 15 मिनेट नअन भनेर फेरि रनिङ भनेको मैले चाहिँ रनिङ हामीले रनिङ भनेको अब यहाँ सोच्नेले के सोच्न पाइन्छ तैँले कति मिनेट हान्छस् यसले त जम्मा 2 मिनेट हो ए बाबु मिनिमम 1 घन्टा 1.5 घन्टा यसले त अति भनेर मिनिमम ल स्टामिना खाने बाबु रनिङ हान्ने त तेरो पो 1 2 3 फिनिस भागेन त ल 10 म त कति गर्छु म त रनिङ त आधी घन्टासम्म ढुक्क मैले चाहे अनुसार हो कि चाहे 2 घन्टा नि हुनसक्छ आधी घन्टा नि हुनसक्छ आधी घन्टा म त्यो अब डिपेन्ड अपन अब कस्तो आफ्नो मुडमा भर पर्छ के किन अब नेपाली लाउरे हो कि नेपाली पुलिस हो कि इन्डियन लाउरे हो कि के हो अब ब्रिटिस भयो भने झन् दामी रनिङ जान्छ है ओ यहाँ कस्तो दामी यहाँ के लेखेको दलालहरू धेरै भए पैसा टिप्न पठाऊ ओके वी आर कमिङ फर पिकिङ द फकिङ मनी तर I was never expect like this. मलाई त कहाँ रे यो कहाँ चढेको जस्तो हो कि हिमाल गोडा माथि के This was fucking awesome. ओए फकिङ बवाल हेर्न कस्तो बवाल छ कस्तो बवाल छ भोलि देखाउनु पर्छ के बाटो अहिले चाहिँ हामी तलबाट आउँदै थियौँ यता पनि एउटा बाटो छ यता पनि एउटा बाटो छ अब हामी अनजान भयौँ कि यस्तो छ पारा अब उहाँ तलबाट मान्छे आउँदैछन् त्यो मान्छेहरू जुन बाटो जान्छ नि हामी नि लास्ट अप्सन लास्ट अप्सन भनेको के अरे सुरी त्यो मान्छेहरू जताबाट आउँछन् त्यताबाट चल्दिने होइन के हो त उयो उता आइज उताबाट आएको मान्छेहरू जाम यता आइज ल है त हामीले घान्द्रुक चाहिँ अझै 2 किलोमिटर छ है अझै 2 किलोमिटर बाँकी छ हामी चाहिँ हिँड्दैछौँ हामी 5 किलोमिटर हिँडिसक्यौँ है 15 लौडा 15 5 किलोमिटर होटल मनिषा ए म केटीको नाम रहेछ तर बाल छैन हामीलाई मनिषा हामी त्यस्तो केटीहरूको नाम भएकोमा गएन हामी पिस खोज्न आएको यहाँ घान्द्रुकको गेट वी फाउन्ड पिस वेलकम टु आवर ब्युटिफुल प्लेस घान्द्रुक उहाँ माथि घान्द्रुक 2 किलोमिटर फकिङ 2 किलोमिटर हामी हिँडिन्छ ढुक्क हो हेलो थाकियो त थाकिस् यो त लास्ट औडाको भन्ने मात्रै हो कि त्यो थाक्न सब थाक्यो अहिले चाहिँ हामी थाकियो कि धेरै नै 5 किलोमिटर 6 किलोमिटर हिँड्नु सक्यो अनि अहिले हामी यहाँ थकै मेटिराख अनि उहाँ माथि पुग्न अझै त्यो बत्ती बोले नि तिर्पित अझै 1.5 किलोमिटर हिँड्न बाँकी छ अहिले चाहिँ यहाँ यसो रेस्ट तेरा वापिस के बोलेको यो यता हेर न तेरो आँखा त रातो भयो त है त गाइजहरू हामी चाहिँ अहिले फाइनल्ली वी आर एट आवर फाइनल डेस्टिनेसन गीत गाइदिउँ कि क्या हो के साँच्चै रिसाएको हो र तिमी के रिसाएको जस्तो गरेको
सुन न म भकाउँछु भनेर होला कि गाला पुक्करी हँसाउँछु भनेर होला जाऊ आज त आज त फकाउन तिमीलाई फाइनल्ली हामी चाहिँ आइयो पुग्यो हामी चाहिँ डेस्टिनेसनमा आइसक्यो यहाँ रहिला हाल्नुपर्छ हामी कति किलोमिटर हामी त्यहाँभित्र हालेको हौ हामी यस्तो दुःख गरेर आइयो होटेल खोज्दा खोज्दा हामी यहाँ ढाडको म्याम ठुली भोलि स्पा जानुपर्छ दाइ भोलि स्पा जाने जेको जाने मसाज गर्ने स्पा जाने अब हामी चाहिँ अब यहाँको फेमस कुरा खान लागि हो फेरि त्यो रक्सी सक्सी खाइन है हामी पिसको बाटो हामी शान्तिको बाटो अप्नाएको मान्छे त्यो रक्सीहरू खाएर झै झगडा त्यस्तोतिर हामी छैन वी आर पिस लभर से नो टु वार एन्ड भाइलेन्स ल अब अरू के हुन्छ हामी देखाउँछ हाम्रो उता सर बोसे ज्यान हिँड्न नसकेर यी कसैको हड्डी र छाला मात्र हो यसको र मेरो त बेस्ट छ नि के अरे फेरि गर्न गए एउटा मोटे न मोटे है एउटाको हड्डी र छाला बाहेक केही अनि यसलाई के भन्छ ल देखाइदियो त खोलेर ल खोल्न ल कति हान्न सक्छस् त्यो ज्याकेट खोलेर के हामीले दिवसको ज्यान बोसे भयो यस्तो ज्यान भनेको अब हल्का एग्रेसिभ मोडमा आयो कि कति पुसअप हान्दिउँ भने ल कति हान्न सक्छस् ल है लेट्स सी टाउको यता फर्का बल्ल देखिन्छ कि 30 ल 30 त हान्न पर्छ नाइ भन्दा बोसे ज्यान है 30 नानी त 1 3 4 5 6 7 8 9 10 11 12 13 15 16 17 18 19 20 21 22 25 26 27 28 29 ल एक अझै एक ल मान्य हो होइन चाहिँ यसको खतराहरू ध्यान बोसे ध्यान होइन यसको हाम्रो बोसे हाम्रो ज्यानमा हेर्नु ज्यान हेर्नु छाती देखाइदिनु एकचोटि गरेर एभ्रिथिङ यस्तै हो केटाहरू भएको ठाउँमा यस्तै छैन नि त भइहाल्छ त जे पनि भइहाल्छ गुड मर्निङ गाइज फ्रम घान्द्रुक यहाँ फोटोसुट हुँदैछ होइन म चाहिँ अहिले घान्द्रुकमा हो म चाहिँ हिजो घान्द्रुक आएको हिजो बेलुका घान्द्रुक आएको थिएँ र अहिले यहाँ चाहिँ घान्द्रुकमै छु लेट्सी होइन ट्याक्क यहाँ फोटो यहाँ क्यामेराबाट ले तो